त्याग गर्ने नाम पहिलो लिस्टमा मैले आफ्नो नाम चढाएको छु। मलाई केही पनि चाहिएको छैन। कसैलाई चुनाव चिन्ह चाहिन्छ, मेरो स्वागत छ, लैजानुस्। पार्टी चाहिन्छ, लैजानुस्। झन्डा चाहिन्छ, लैजानुस्। पार्टी अफिस चाहिन्छ, सिङ्गो पार्टी लैजान्छ, लैजानुस्। सभापति चाहिन्छ, उपसभापति चाहिन्छ, लैजानुस्। देश बन्नु पर्यो, व्यक्तिको कुनै ठुलो कुरो होइन। जेन्जी भाइ हो, रवि दाई पनि साथमा छ, किन चिन्ता गर्छ? यस शहीदका आमाहरू हो, तपाईँहरू किन चिन्ता गर्नुहुन्छ? तपाईँका छोराछोरीहरूले बलिदानी दिए, हामी जिउँदो छैनौँ र त्यो रगत खेर जान दिँदैनौँ नि हामी। किन चिन्ता गर्नुहुन्छ? मैले कारागारमा जाँदा तपाईँहरूलाई भनेको थिइनँ र? तपाईँहरूलाई समस्या पर्यो भने रवि लामिछाने त्यही कारागारमा छ, नखुमा छ, आउनुहोस् भनेको थिएँ। आज म आउँछु तपाईँकोमा, तपाईँको घरमा आउँछु। म तपाईँको आँसु पुस्ने कोसिस गर्नेछु। म मात्र होइन, सिङ्गो रासोमा तपाईँसँग आउनेछ। एउटा पुस्ताका लागि मिल्ने हो भने पहिलो त्याग रवि लामिछानेले गर्छ। हिलो सफा गर्नको निमित्त मैले त्यहाँ डुबुल्की मार्नुपर्नेछ र कुनै समय केही क्षणको लागि त्यो हिलो लागेको फोहोरी र म सफा गर्न गएको मान्छे उस्तै देखिन सक्छु। तर तपाईँ नजिकिनु होला।